हेलो सबैजनामा नमस्कार। मेरो नयाँ ब्लगमा हामी आज चाहिँ मुस्ताङको टुक्चे भन्ने ठाउँबाट माथि लेकमा जाँदैछौँ। त्यहाँ चाहिँ सानोतिनो मेला लाग्छ भन्ने सुनेको हुनाले त्यहाँसम्म जाने कोसिस जारी छ। अब त्यहाँसम्म पुगेर हेरौँ के हुँदो रहेछ। सबै दृश्य तपाईहरूलाई पनि देखाउने छौँ, लास्टसम्म हेरिदिनु होला। र मेरो च्यानलमा कोही नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरेर कमेन्ट छोडिदिनु होला के कस्तो लाग्छ तपाईहरूलाई। तपाईहरूको सल्लाह सुझाव अनुसारै नयाँ ब्लगहरू लिएर आउन पाऊँ। हामी चाहिँ अहिले टुक्चे भन्ने ठाउँबाट मार्फा भन्ने ठाउँमा पुगेका छौँ। यो चाहिँ यता गल्लीमा जाने बाटो, यता तलबाट चाहिँ मेन रोड, यताबाट चाहिँ जेली गल्ली के गल्ली भन्ने चाहिँ यताबाट पुगिन्छ। हामी चाहिँ त्यो गल्लीबाट जाँदैछौँ। हेर्नुहोस् यो गल्ली पनि तपाईँहरू पनि मुस्ताङ आउनुभयो भने मार्फाको यो गल्ली चाहिँ पुग्नै पर्छ है गाइस। साह्रै रमाइलो मनमोहक छ, मनै लोभ्याउने खालको गल्ली छ। हेर्नुहोस् अहिले चाहिँ हामी जमसममा आइपुगेको छौँ गाइस। जमसमबाट चाहिँ साथीहरू पनि छ, यहाँबाट चाहिँ साथीहरू पनि भेटेर अनि यहाँदेखि चाहिँ सबैजना रमाइलो गर्दै यात्रा लेकतिर बढिरहेको छ गाइस। सबै देखाउने छौँ। यताबाट चाहिँ अब राइटपट्टि
यो चाहिँ ठिनी जाने बाटो अनि ठिनी हुँदै डुम्बाताल जाने बाटो। तर हामी चाहिँ डुम्बाताल साइड जाँदैनौँ, त्यहाँबाट ठिनीबाट उता डुम्बाताल साइड नगएर उँभो लाग्नेछौँ। हामी चाहिँ ठ्याक्कै ठिनीमा आइपुग्यौँ यति बेला। अब साथीहरू यहाँ पर्खिरहेको रहेछ। अब चाहिँ फेरि सबैजना सँगै उकालो लाग्ने सल्लाह हुँदैछ। सबैजना उकालो लागिन्छ। यताउता चाहिँ डुम्बाताल जाने बाटो, यता चाहिँ फर्किने बाटो। अब हामी चाहिँ अब कच्ची बाटो सरर उकालो लाग्दैछौँ। तल देख्ने ठिनी गाउँ अनि त्यहाँबाट पारी देख्ने जमसम, त्यहाँबाट यता अलिकति देखिरहेछ डुम्बाताल। यहाँ तल गाई चाहिँ त्यहाँ माथि 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 हुँदै हामी चाहिँ लेकमा हिँडेको हुनाले त्यता गयौँ। हामी चाहिँ पछाडि ब्लग बनाउँदै बिस्तारै हिँड्नाले साथीहरू सबै अगाडि गइसकेको छ। अब यहाँ पर्खेको रहेछ। अब सबैजना भेटेर फेरि पनि सँगै जानेछौँ। सबैजना यहाँ पर्खिरहेको रहेछ। हेलो हेलो। यहाँबाट चाहिँ टक्क हिमाल देख्थ्यो। आज चाहिँ अलिक बादल लागेको हुनाले हिमाल छेकेको रहेछ। सरी गाइज, हिमाल चाहिँ देखाउन सकिनँ। जति देखाएको छ त्यतिमै चित्त बुझाइदिनु होला भन्न चाहेँ।
बच्चों बलि T20 ले पो हावा खायो केटा हो Yes, yes, yes. Left, right. लगभग हामी गन्तव्यमा पनि पुगिसकेका छौँ गाइजहरु अब यहीसम्मको आजको यात्रा फर्किने बेला फेरि अर्को ब्लग देखाउने छु हजुरहरुलाई अलिकति उकालोमा थोरै भएर नतानेको मात्रै हो भिडियो कस्तो लाग्यो कमेन्ट गर्न नभुल्नु होला लास्टसम्म अन्तिमसम्म भिडियो हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद हस्त अर्को ब्लगमा